हामी सर्लाही जिल्ला हरियो नगरपालिका वडा नम्बर 1 बासाटोल भन्ने ठाउँमा चाहिँ अहिले सरसफाइ अभियान चलाएको छौँ। बृहत सरसफाइ अभियान गरिरहेको छौँ र अहिले चाहिँ एकजना समाजसेवी युवा अभियन्ता दाइ हुनुहुन्छ। दाइ, कस्तो लागिरहेको छ आजको यो क्याम्पेनमा बृहत सरसफाइ अभियानमा जुट्नु भएकोमा दाइलाई कस्तो लागिरहेको छ? एकदम खुसी लागेको छ जुन यो सर्भिस फर पिसले गरेको एउटा चाहिँ यो सरसफाइ अभियानमा जोडिनु पाउँदाखेरि म अत्यन्तै खुसी छु। र यो अहिले जुन हरियोन वार्ड नम्बर 11 बासाटोल स्थित यो नगरपालिकाकै अगाडिपट्टि चाहिँ तपाईँको यो इभी चार्जिङ स्टेसन, यो अब राज्यबाट नै सञ्चालन गरेको इभी चार्जिङ स्टेसन चाहिँ एकदमै चाहिँ यो व्यवस्थित नभएर अलिकति फोर चार्जिङ स्टेसन चाहिँ अब यो भनेको राज्यले नै चाहिँ अब अहिले विश्वभरि नै अब चाहिँ अब इभीतिर नै चाहिँ सबै आकर्षित हुनुपर्छ। अब डिजल पेट्रोलको चाहिँ भाउ एकदम महँगिएको कारणले गर्दाखेरि चाहिँ तपाईँको अब चाहिँ यो विद्युतीय सवारी साधन नै युज गर्नुपर्छ भनेर चाहिँ राज्यले चाहिँ यो ठाउँमा चाहिँ इभी चार्जिङ स्टेसन चाहिँ यहाँ राखेको छ। र यो अब यहाँ महेन्द्र राजमार्गको ठ्याक्कै अगाडि नै परेको भएर चाहिँ अब पूर्व पश्चिम हिँड्ने सबै चाहिँ अब इभीका जुन इभी सवारी साधन चलाउनु हुने चाहिँ सवारीकर्ताहरूले चाहिँ यहीँ चार्ज गर्दाखेरि चाहिँ यहाँ एकदमै फोहोर दुर्गन्धित भएको थियो। र जुन यो सर्भिस फर पिसले चाहिँ यो ठाउँलाई चाहिँ अलिकति सफा राख्नुपर्छ। यो भनेको चाहिँ एउटा चाहिँ अब राजमार्गमा हिँड्दाखेरि सबै मान्छे ठोकिनु जान्छ। यो सबै मान्छे चाहिँ यहाँ आएर चाहिँ अब चार्ज गर्ने क्रममा चाहिँ दुर्गन्धित हुने भएको हुनाले चाहिँ जुन यो खालको चाहिँ अभियान चलाउनु भयो त्यसको लागि म सर्भिस फर प्लेसलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। र यो जुन सर्भिस फर प्लेसले चाहिँ अब चलाएको अभियानमा म पनि जोडिनु पाएको म एकदम खुसी छु। र अब आउने दिनमा पनि यस्तै कार्यहरू गर्दै जानुपर्छ भन्ने पनि म एउटा शुभकामना दिन चाहन्छु। र यो ठाउँमा अब स्थानीय तह हाम्रो हरियो नगरपालिकाले पनि यहाँ अलिकति देखाइदिनु त यहाँ अब धेरै फोहोर थियो। यो फोहोरहरू हामीले अहिले सबै अब एक ठाउँ जम्मा गरेर चाहिँ अब अहिले चाहिँ अब चाहिँ गाडीमा चाहिँ हामीले फोहोर व्यवस्थापन गर्न पठाउँदैछौँ। सकेसम्म अब यो नगरले पनि नगरपालिकाले स्थानीय तहले पनि यो ठाउँलाई चाहिँ अलिकति राम्रो व्यवस्थित गरिदियो भने चाहिँ सबैलाई राम्रो हुन्थ्यो भन्दै मेरो 2 शब्द यहीँ। थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू सो मच।